तपाईहरु सबैजनालाई नमस्ते। मैले चाहिँ आज सानो अनि छोटो मिनी ब्लग बनाएको छु। अनि मैले चाहिँ चिकन चाहिँ हिजोको उब्रिएको थियो अनि मैले यसलाई मजाले खराएर रातो बनाएँ। अनि मैले मुला काटेर अनि सुकाएको थिएँ। अनि मुलाको सिम्टासँग मैले चिकन चाहिँ मैले पकाएँ। अनि पकाएर चाहिँ त्यसपछिबाट मैले मजाले यसलाई फ्राई गरेर रातो अलिअलि डढेछ आगोको हिट धेरै भएर। अनि मैले मिडियम फ्लेम बनाएँ। अनि त्यसरी मैले फेरि मुलाको सिम्टा र चिकनलाई एकछिन फ्राई गरेर मैले माथिबाट अदुवा लसुनको पेस्ट राखिदिएँ। अनि त्यसबाट जिरा धनियाँको धुलो पनि राखिदिएँ। अनि त्यसपछिबाट मैले चाहिँ स्वाद अनुसारको नुन पनि राखिदिएँ माथिबाट। अनि लास्टमा चाहिँ मैले टमेटोको मैले पेस्ट बनाएको थिएँ, त्यो पनि मैले राखिदिएँ। अनि मैले चाहिँ यसलाई एकछिन चलाएर मैले चाहिँ हल्का ग्रेभी बनाएँ। अनि लास्टमा माथिबाट धनियाँ राखिदिएँ। अनि धनियाँ राखेर फाइनल लुक चाहिँ मेरो सब्जीको आज यस्तो देखिएको छ। सिम्पल अनि साधारण तरिकाले मैले बनाएको छु। तपाईहरुले मेरो भिडियोलाई लाइक, सेयर